बहिनीको बिहे गर्ने बेला भइसक्यो। मैले अब बिहे गरिनस् भने बहिनीको बिहे हुन अप्ठ्यारो हुन्छ। दाइलाई यस्तै यस्तै खालको प्रेसर आइरहेको थियो। दाइ भन्नाले मेरो फुपूका छोरा हुन्। हामी दुईजना एकदमै मिल्छौँ। उमेरमा खासै फरक छैन। मभन्दा 2 वर्ष मात्रै जेठो हुनुहुन्छ। हामी दाजुभाइ भन्दा पनि साथीहरू जस्तो सँगै छौँ। हामीले गर्न हुने नहुने धेरै कामहरू सँगसँगै गरेका छौँ। अब त्यस्तो घरबाट प्रेसर आइसकेपछि दाइले पनि नाइ भन्न सक्नु भएन। हुन त दाइलाई अझै 2-4 वर्ष स्वतन्त्र भएर रमाउने मन थियो। तर परिवारको अगाडि त्यो कुराहरू सधैँभरि सम्भव नहुने रहेछ। दाइले बिहेको लागि हुन्छ भन्नुभयो। केटी खोजियो, केटी तयार भेटियो। 28 वर्षको मेरो दाइ, बाउजू लगभग 24 वर्षकी भेटिनु भयो। बिहेको दिन आयो। बिहेको दिन घरमा निकै मानिसहरूको घोइचो थियो। बैठक कोठामा डुला अन्माउने बेला हुँदाखेरि धेरैजना मान्छे जम्मा भएको थिए। म त्यही रमाइलो हेरिरहेको थिएँ। एक्कासी एउटा कोठा, एउटा केटी घरभित्र छिरिन्। बिहेको लागि रेडी भएकी थिइनन् जस्तो लाग्यो। त्यो केटीलाई मैले पहिले कहिले पनि देखेकी थिइनँ। एकदम रिसाउँदै एकजना आइमे मान्छेलाई भनेन्, खै मेरो साडी, मैले प्रेस गर्नु भनेर त हजुरलाई दिएको, खै अहिलेसम्म मैले पाएको छैन। त्यसपछि त्यो आइमेले उसलाई लिएर बाहिर गएन्। त्यसपछि उसलाई मैले एकैचोटि जन्तीमा देखेँ, बेहुलीको घरमा, साडी लगाएकी, एकदमै राम्री। लगभग 22-23 वर्षको यौवन केटी, एकदम सेक्सी, एकदम राम्री। मैले उसको बारेमा जान्न खोजेँ, तर खासै प्रष्टसँगले भेउ पाउन सकिनँ। मेरो बुवाको मावलपट्टिकी केटी रहेछन्, उमेरमा र नातामा मेरो बहिनी पर्ने। त्यसैले गर्दाखेरि खासै कुरा हुन सकेन। बरे केटाकोमा फर्किएपछि मात्रै कुरा गर्ने अलिअलि अवसर मिल्यो। उसले दादा भनेर बोली। मैले पनि विवश भएर बहिनी भन्नै पर्यो। अनि अलिक समय राम्रै कुरा भयो। त्यसपछि फोटो खिचिदिनको लागि उसले मलाई भनिन्। क्यामेरा मेरो हातमा बोकेको थिएँ त्यसैले। उसका 8-10वटा राम्रा खालका फोटाहरू खिचिदिए। त्यसपछि बेलुका मेरो फुपूले मलाई उसलाई सानीमाकोमा पुर्याइदिन भन्नुभयो। सानीमाको घर चाब्यो। उसलाई राति 11 बजेतिर बाइकमा हालेर सानीमाकोमा पुर्याइदिए। बाटोमा जति पनि सोसियल मिडियाका एकाउन्टहरू छन् सबैमा रिक्वेस्ट पठाएँ। लगभग 1 वर्ष जति त्यत्तिकै भयो। खासै हुनु पाएको थिएन। त्यसपछि 1 वर्षपछि उसले मलाई एउटा म्यासेज गरिन्। अनि भनिन्, दादा काठमाडौँ आउनुपर्ने छ। मैले भने, किन, कहिले आउने? अब 2-4 दिनमा आउँछु होला। यसो ट्रेनिङ लिउँ कि भनेको। मैले सोधेँ, के कुराको ट्रेनिङ हो? उनले भनिन्, ब्याचलर सकेर बसेको छु। अब यसो केही कुराको ट्रेनिङ लिएर जब गर्नु पर्यो भन्ने सोच्दैछु। मलाई हेल्प गरिदिनु है। म गदगद भएँ। हेल्प नगर्ने त कुरै थिएन। आफ्नी बहिनी, त्यो पनि मन पराएको, बहिनीभन्दा माथि ठानेर मन पराएको। मैले उसलाई कुनै जागिर लगाइदिनु पर्ला भन्ने सोचिरहेको थिएँ। यदि मैले उसलाई केही कदम जागिर लगाइदिन पाएँ भने उसको मनमा मेरो छुट्टै स्थान हुनेछ। उसँग लगभग भेटिरहन पाइन सक्ने योजनाका साथ मैले उसलाई जागिर लगाइदिने विचार गर्न थालेँ। भाग्यवश 1-2 हप्तापछि मेरो आफ्नै ग्राफिक डिजाइनिङको कम्पनीमा एउटा पोस्ट खाली भयो। मैले झट्ट उसैलाई सम्झिहालेँ। इन्टरभ्यूको लागि अनाउन्समेन्ट पनि गरिनँ। उसलाई मेसेज गरेँ, ग्राफिक डिजाइनिङको कोर्स गर्छौ त? उसले भने, कहाँ? मैले भने, मेरो आफ्नै कम्पनी हो। उसले भने, गर्छु नि दादा, अबुई हजुरसँगै गर्न पाए त झन् भइहाल्यो नि। उसले सोधी, कहिले आउने? मैले भने, अब गर्ने भइसकेपछि किन ढिलो गर्नु? छिटो आइहाले भइहाल्यो नि। त्यसको 2-4 दिनपछि ऊ काठमाडौँ आई अनि काम सुरु भयो। पहिलो दिन मैले सबै कामहरू उसलाई यसरी गरिन्छ, उसरी गरिन्छ भनेर सिकाइदिएँ। अनि मेरा अरू स्टाफहरूलाई पनि भने, केही साह्रो गाह्रो पर्यो भने सिकाइदिनु है। झर्किने फर्किने काम नगर्नु। बच्ची केटी हो, बिस्तारै सिक्दै जान्छे। सबै खुसी भए। एकदम मिल्दनसार खालकी केटी थिए, एकदम चञ्चले। त्यही भएर सबैले उसलाई मन पराए। मलाई त झन् पहिलेदेखि नै मन परेकी थिए। मेरो अफिस कलङ्कीमा थियो। ऊ आफ्नो सानीमाकोमा बस्ने, चाबेलबाट कलङ्की। आउनु जान अलिक टाढा नै हुन्थ्यो। लगभग 4-5 दिन काम गरिसकेपछि उसले भने, दाइ यो ग्राफिक डिजाइनिङको काम त एकदम गाह्रो हुने रहेछ। मैले भने, त्यसो भनेर कहाँ हुन्छ? सिक्दै जानुपर्छ, बिस्तारै बिस्तारै आइहाल्छ नि। फेरि तिमीलाई अहिले त्यस्तो गाह्रो भयो भनेर प्रेसर दिने पनि त कोही छैन नि त। अरूको जागिर खाएको भए पो गाह्रो हुन्छ त। तिमी आफ्नै दाइको कम्पनीमा काम गरिरहेछौ, आफ्नै कम्पनीमा काम गरिरहेछौ, बिस्तारै सिकिहाल्छौ नि। मैले उसलाई मेरो दबावको पनि अनुभव गराएँ। त्यसपछि उसले एक दिन भने, दाइ आउन जान साह्रै गाह्रो हुन थाल्यो। अब कति दिन हजुरले पनि मलाई बेलुका पुऱ्याइदिनुहुन्छ? बरु यसो गरौँ न, यतै कतै कोठा खोजौँ। हुन्छ भने। त्यसपछि खसी बजार कलङ्की भएतिर हामीले उसका लागि धेरै कोठाहरू हेर्ने प्रयास गर्यौँ। तर उसलाई एउटा मात्रै कोठा चाहिने। आजभोलिको समयमा काठमाडौँमा
फ्ल्याट पाउन एकदम सजिलो छ, तर कोठा पाउन भने एकदमै गाह्रो। मैले त्यस दिन पनि उसलाई आफ्नै बाइकमा हालेर उसको सानीमाको घरसम्म पुर्याइदिएँ। ऊ एकदम चञ्चले खालकी थिए, बोलेको बोलै गर्नुपर्ने। बाइकमा पनि ऊ मसँग मेरो कुममा चिउँडो राखेर बोलिरहन्थे। उसको मुखबाट आएको बास्ना, उसको शरीरको बास्ना मलाई एकदमै मन पर्थ्यो। एक दिन अफिस छुटेपछि शुक्रबारको दिन अलि चाँडै हामी निस्क्यौँ। मैले उसलाई खाजा खुवाउनु भनेर एउटा राम्रो रेस्टुरेन्टमा लिएर गएँ। राम्रा कुराहरू भए। अब सम्बन्धभित्रको मान्छे भएकोले गर्दाखेरि नाताले बहिनी परेको भएकोले गर्दाखेरि जतिसुकै गिद्धे नजर लगाए पनि उसलाई इन्सल्ट हुने गरी, उसलाई आत्मग्लानी हुने गरी केही कुरो बोल्न भने मैले सकिनँ र त्यो गर्नु पनि हुँदैन थियो। त्यही कुरा गर्ने क्रममा उसले भने, बुवाले हजुरलाई भेट्न खोज्दै हुनुहुन्छ काठमाडौँ आएको बेलामा। त्यसमा खासै ठुलो समस्या थिएन। अब बहिनी भनेपछि उसको बुवा मेरो सम्बन्धमै पर्नुहुने मान्छे त हो नि आखिरमा। 2-4 दिनपछि उसको बुवा पनि आउनुभयो। सम्बन्धमा मैले भिनाजु भन्नुपर्ने रहेछ उहाँलाई। सानो बुवा समथिङ यस्तै। कुरा भयो, बुवा पनि मजाकै हुनुहुँदो रहेछ। उमेरमा पनि मेरो बुवाभन्दा अलिअलि कान्छो नै जस्तो लाग्यो मलाई। उहाँले मलाई पहिले त धन्यवाद दिनुभयो, बहिनीलाई काठमाडौँमा ट्रेनिङको लागि आए कि एकैचोटि काम लगाइदिएकोमा। मैले यस्तो कुरोमा केही पनि त्यस्तो भन्नै पर्दैन नि बुवा भने। 2-4 कुरो भयो, बाहिर गयो, खाजा खायौँ। त्यसपछि उहाँले भन्नुभयो, बहिनीलाई साह्रै गाह्रो भयो, अलिकति कोठा खोजिदिनु व्यवस्था मिलाइदिनु पर्यो बाबुले। मैले भने, हामीले खोजिरहेको छौँ बुवा, तर भेटिया छैन। अब हुन त मेरो कम्पनी, मेरो अफिस भएको फ्ल्याटमा पनि एउटा कोठा खाली छ। तर अब त्यसरी एक्लै बस्नु हुँदैन, त्यस्तो कमर्सियल एरियामा डर हुन्छ, त्यो पनि छोरी मान्छे। अनि अब के गर्ने त भनेर भन्दाखेरि मैले उहाँलाई भने, मेरो फ्ल्याटमा पनि एउटा कोठा खाली छ। बहिनीले अर्को कोठा नभेटुन्जेलसम्म त्यहीँ गएर बस्दा हुन्छ, अप्ठ्यारो लाग्दैन भने। बुवा खुसी हुनुभयो। उहाँले भन्नुभयो, अप्ठ्यारो किन लाग्नु त? दाजुको कोठामा गएर बहिनी बस्दा के को अप्ठ्यारो हुनु? त्यसपछि बहिनीलाई सोध्नुभयो उहाँले। बहिनीले पनि भइहाल्छ नि दादासँग बस्नलाई के भएर, फेरि सधैँभरिको कुरो पनि त होइन, अर्को कोठा आफूले नपाउन्जेल त हो नि भने। त्यसपछि उहाँहरू मेरो एउटा अब हेरौँ त एकचोटि फ्ल्याट भनेर ती बाबै र अनिसा मेरो फ्ल्याट हेर्न आए। बैठक कोठाबाट किचन, मेरो कोठा, बाथरुम अनि उसको कोठामा जान मिल्थ्यो। बुढाले मेरो कोठाहरू हेरेपछि त्यो खाली कोठा हेर्न पुगे। अनि कोठा राम्रै थियो, ठुलो पनि थियो। तर फेरि अचानक के भएको नि, बुढाको मनमा के पर्यायो कि, केटीको मनमा के पर्यायो कि, फेरि के कुरो मिलेन, कोठी खोजेर बस्ने भनेर मसँग बस्ने कुरो चाहिँ मिल्दै मिलेन। मनमा नै ब्याडलक मुजी। मलाई क्रस टी सर्ट एकदमै मनपर्छ। उसले एक दिन मलाई भनेकी थिए, क्रस टी सर्ट तल छोटो हुन्छ, साइडमा थोरै काचिएको हुन्छ, हात माथि उचाल्दा नाइटो देखिने खालको हुन्छ। केही दिनपछि मैले उसलाई खाजा खाने न्यु पारेर एउटा रेस्टुरेन्टमा लगेको थिएँ। अफिसमा सजिलोसँग बस्न केही नयाँ टी सर्टहरू किनेको कुरा उसले मलाई सुनाए। मैले सोधेँ, क्रस टी सर्ट मनपर्छ भनेको होइन त? उसले फेरि भने, हो, तर अफिसमा अलिक अप्ठ्यारो हुन्छ नि त दादा, त्यसैले अलिक लामो टी सर्ट चाहिन्छ। उसले यसो भनिराख्दा मेरो आँखा उसको कम्मरमा थियो। उसले लगाइरहेको टी सर्ट थोरै माथि सर्दा कम्मर थोरै नाङ्गिएको देखिन्थ्यो। भित्रको सेतो छालाले मेरो मनको ढुकढुकी बढाइरहेको थियो। उसको आँखाहरू निकै ठुला थिए, चम्किला थिए। उसँग बोल्दा आँखामा हेर्न मन नै झसङ्ग पार्थ्यो। यति राम्री केटी, न बोयफ्रेन्डहरू नै छन्। उसको व्यवहारले थाहा हुन्थ्यो उसलाई यौनको बारेमा खासै केही पनि थाहा छैन होला। सायद भर्जिन नै हुनुपर्छ यो केटी। तपाईँको बारेमा मैले सानैदेखि सुनेको थिएँ। रमेश काकाले तपाईँको कुरा गरिरहनुहुन्थ्यो। उसले बेला बेलामा यस्ता कुरा गर्थे। सानैदेखि अनुशासित अनि पढाइमा राम्रो भएकोले म आफ्नो अनि आफन्तहरूमा एकदम चर्चित थिए। आफ्ना छोराछोरीहरूलाई गाली गर्दा मेरो उदाहरण दिइदो रहेछ परिवारभित्र। उसले आफ्नो बारेमा अथवा उसले लगाउने गरेको लुगाको बारेमा कुरा गर्दा म उसको टी सर्टभित्र लगाएको ब्रा अथवा समिजको कल्पना गर्थेँ। उसको टाइट प्यान्टभित्रका चिल्ला तिग्रानी पेन्टीको कल्पना गर्थेँ। उसँग रेस्टुरेन्टमा समय बिताउँदा पनि काम सम्बन्धी नै कुरा हुन्थ्यो। केही केटीको बारेमा कुरा निकालेर सुनाइदिउँ कि क्या हो भन्ने विचार आउँथ्यो। होइन, उसले मलाई हेर्ने नजर बदलियो भने के गर्नु? पछि कोही केही गरी उसँग काम कुरो बन्ने रहेछ भने पनि अर्को केटीको कुरा सुनाउँदा झन् बिग्रला भन्ने डर थियो। त्यही भएर भयो भन्दिनँ, तर केही न केही कुरा त सुनाउनै पर्छ। बोयफ्रेन्ड छ कि छैन भनेर सोधौँ कि जस्तो पनि लाग्यो। छिटो हुन्छ सोध्नु जस्तो पनि लाग्यो। भर्खर 1 महिना त भयो। बरु 1-2 पटक हाइकिङ वा अलिक पर कतै घुम्न जानु पर्ला। केही घन्टा अफिस बाहिर यसरी बिताउँदा काम बाहेक अरू कुरा हुने सम्भावना बढी हुन्छ। के थाहा, कुनै कुरा